हाम्रो त गाउँघरमा कागतीको रस यसरी झुन्ड्याउँछ हेर्नुहोस् तपाईँहरूले कागतीको रस अनि त्यसपछि अहिले निचरिसकेपछि तपाईँलाई म घाममा सुकाउने अब अर्को कसरी निचर्ने कागतीको रस भनेर देखाउँदैछु मेरो ड्याडीले यसरी रस निचर्दै हुनुहुन्छ हाम्रो गाउँघरमा यसरी नै कागतीको रस निचर्छ त्यसपछि त्यसलाई छोक्रा फ्याल्छ छोक्रा फ्यालेर फ्यालिएको मलमा फ्यालिन्छ अनि कुहिन्छ मल मजाले कुहिन्छ त्यसपछि आएर हाम्रो काठमाडौँ लानको लागि यहाँ छ कागती हेर्नुहोस् यस्तो राम्रो कागती 2 क्रेट छ ल हेर्नुहोस् काठमाडौँ लानको लागि कागती हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला तो टल्किने भिडियोहरू कागती कति 80 किलो छ यो